Hello, good morning guys. Welcome back to my yet another vlog है र यतिखेर भने आज चाहिँ म तिनचुले आइपुगेको अवस्था है। As you can see मेरो पछि यो दामी यो के भन्छ यसलाई I don't know। हेर्नुस् यसलाई के भन्छ तपाईलाई थाहा छ? यो डोम टाइपको क्या। यो चाहिँ स्टे गर्ने नै हो हुनु त हो। टेन्ट टाइपको है। हेर्दै हेर्नुस् ब्युटिफुल सनी थियो है। र तिनचुलेमा छु यतिखेर भने है। तिनचुले भने चाहिँ अब यो अहिले दार्जिलिङको एउटा डेभलप हुँदै गरेको एउटा पर्यटन स्थलमै नै आउँछ है। यहाँबाट तपाईले ब्युटिफुल भ्यू अफ टिस्टा रङ्गीत है देख्न सक्नुहुन्छ। र यहाँ हेरि हेर्नुस् अहिले सिजन जस्ट स्टार्ट मात्रै भइरहेको छ है। यहाँनिर टुरिस्टहरूको एकदमै खचाखचै रहेछ है। मेरो पनि फर्स्ट टाइम हो है। यो माथि चाहिँ गुम्बा डाँडाहरू भनिन्छ र तलतिर चाहिँ त्यो लप्चूहरू देख्दैछ है। लप्चूबाट उकालो आउनु पर्ने हुन्छ। र आउनुहोस् गाइस म तपाईहरुलाई देखाउनु भ्रमण गराउनु चाहन्छु ल। त्यहाँ माथि दामी होमस्टेहरू बनिँदै रहेछ है। सायद होमस्टेहरू चाहिँ अब घुम्नु दिँदैन होला। तपाईहरु आउनुहोस् पर्याप्त मात्रामा यहाँनिर दोकान इभन यहाँनिर तपाईहरु स्टे गर्न चाहनुहुन्छ भने स्टेहरू पनि पुरै नै रहेछ है। यसको लागि नट टु वरी पार्किङको समस्या छैन है। र यहाँनिर एकदमै टुरिज्म एडभेन्चरहरू पनि मैले देख्दैछु यहाँनिर है। जस्तै यहाँनिर हर्स राइडिङ बिचरा भयङ्कर लुते घोडा रहेछ नि हौ। हेल्दी छैन यसो घोडा है। यहाँ हेरिहाल्नुहोस् र तपाईहरु यहाँ तिनचुले आउनु हुँदैछ भनेदेखिलाई चाहिँ टुरिज्म स्पट केही नै हो भनेर चाहिँ नआउनुहोस्। किन यो जस्ट एउटा डाँडा हो। आज त्यो क्लियर नभएकोले गर्दाखेरि केही नदेख्ने रहेछ नि। मैले त देख्दैछु कि त्यहाँनिर त रिभरहरू टिस्टाहरू त क्यामेराले जस्टिफाई गर्न सक्दैन आज। मैले के भन्दै थिएँ नि यहाँ चाहिँ अब के नै अब यो ठुलो डेभलप टुरिज्म स्पट नै हो भनेर चाहिँ तपाईहरुले त्यो मनमा नलिनुहोस् है। किनभने यो चाहिँ एउटा जस्ट डाँडा हो। डाँडा चाहिँ राम्रो भ्यूहरू देखिन्छ। त्यसले नै गर्दाखेरि यहाँ टुरिज्ममा टुरिस्टमा एकदमै यो पपुलर छ है। यहाँ दोकानहरू हेरिहाल्नुहोस् दोकानको कुनै पनि कमी छैन यहाँनिर। यो सबै टुरिस्टको गाडी हो। हेरिहाल्नुहोस् दोकान है। र मैले कुरा गर्दै थिएँ नि यहाँनिर टुरिज्मको लागि यहाँनिर एटिभी पनि छ, घोडा पनि छ। घोडा है र एकदमै यहाँनिर तपाईहरुले चलाउनुहुन्छ यो एटिभीको सुविस्ता नि। तपाईले यो रोडमै चलाउनुहुन्छ कि कहाँ अफ रोडिङ गर्नुहुन्छ? रोड पनि जान्छ हामी कि तर अब म चाहिँ घोडावल हो सायद है। त उहाँहरू छ हुन त ए ओके घोडा पारेको छ मलाई तपाईँ उहाँ अच्छा गुड मर्निङ साथी है। तपाईहरुले यहाँनिर एटिभी चलाउनुहुन्छ यो दुईटा मात्रै हो? दुईटा भए पनि स्टार्टिङ त गरिरहेको छ है। यसको सुविस्ताहरू के छ? टुरिस्टले कहाँ लानु सक्छ कि सेल्फ ड्राइभिङ हो कि? सेल्फ ड्राइभ पनि दिन्छ तर हाम्रो एकजना गाइड चाहिँ तपाईँको हुन्छ। हजुर कहाँ लान्छ? तपाईँको यो रुट भयो यहाँ देखाइदिनुहोस्। यो रुट भयो हजुर मेन रुट हो नि त। हजुर यहाँ मुनि एउटा तपाईँको अफ रोड छ। भर्खर भन्दै है। अच्छा है गलीमा रुट अनुसारको प्राइस यहाँनिर उयो तलबाट पनि खिच्दिनु। दार्जिलिङमा फर्स्ट टाइम हो यो? दार्जिलिङमा चाहिँ होइन तपाईँको रोहिनीमा चाहिँ आएको छ। रोहिनीमा त भर्खर हालैमा स्टार्ट भएको नि त्यहाँ त होइन? दार्जिलिङमा भन्नु चाहिँ सेकेन्ड भनौँ न। सेकेन्ड
यो चाहिँ अब टुरिज्मको लागि न्यू एडभेन्चर देखेँ नि त मैले है। यो चाहिँ तपाईँको हाम्रो पेसोकलाई चाहिँ एउटा रिप्रेजेन्ट गरेर नि हजुर हजुर चाहिँ पोइन्ट चाहिँ बनाएको यो तपाईँको उयो हो कि प्राइभेट हो कि त्यो सरकारी हो? यो क्लब छ हाम्रो हजुर हजुर हुनु चाहिँ अब हामीले क्लबले दिएको प्राइभेट हजुर हजुर यतिखेर पनि म तिनचुलेमा छु है। घाम मजाको घाम लागिरहेको छ र अब चाहिँ म यहाँबाट फर्किन्छु। यहाँबाट म एकछिन लामाहट्टा पनि निक्लिनु पऱ्यो है। अरू त यहाँ केही छ देखाउनु पर्ने है, यति नै हो। र नयाँ नयाँ एडभेन्चरहरू थपिँदै रहेछ, तपाईँहरू आएर इन्जोय गर्नु होला है। एटिभीहरू मैले देखेँ यहाँनिर हर्स राइडिङ रहेछ। अनि त्यो हर्स राइडिङ एटिभी भन्दा सबैभन्दा ठुलो कुरो चाहिँ यहाँनिर के हो भनेदेखिलाई भ्यू, यहाँबाट देखिने भ्यू एकदमै दामी। तर आज चाहिँ म तपाईँहरूलाई देखाउन सक्दिनँ त्यो भ्यू, कारण अलिकति यहाँनिर यो तुवालो लागेकोले गर्दाखेरि है। अझै पनि दार्जिलिङमा वेदर राम्रो खोलिएको छैन है। सायद अब यो मार्च सेकेन्ड विक अप्रिलतिर त खोलिनु पर्ने, खोल्यो भने चाहिँ दामी हुन्छ। यो विन्टर पनि साह्रो लामो लागेको जस्तो लाग्दछ योपालि है। र टुरिस्टहरूले हर्स राइडिङ सबभन्दा म चाहिँ यसले चाहिँ म भयङ्कर उयो भयो, दामी लाग्यो। यहाँ हेर्नुहोस् न होमस्टे, म अलिकति छाउबाट देखाउने ट्राई गर्छु ल, दिन्छ कि दिँदैन। डोम ट्याङ्क के भन्छ के हुन्छ यसलाई, मलाई त्यो याद भएन है। ए बबल इज द डोम किन रहेछ यो रहेछ नि त हेर्नु र। दार्जिलिङमा पनि अब त यही हो, अब टुरिस्टलाई अब नयाँ नयाँ समयअनुसारको चेन्ज हुँदै जानुपर्ने हो है। यो गुम्बा भ्यू पोइन्ट, घुम होमस्टे रहेछ है। भ्यू होमस्टे रहेछ। होमस्टे चाहिँ काफी मात्रामा रहेछ र यहाँ माथितिर पनि देख्दैछ होमस्टे हो। उकालो त म जाँदिनँ, बाटोको स्थिति अलिकति खराब। तक्रा तिनचुले र लौ त गाइस, आजको यो तिनचुलेको चाहिँ मैले तपाईँलाई दृश्य चाहिँ साह्रै राम्रोसँग म देखाउन सकिनँ, कारण यहाँनिर एकदमै तुवालो, दिन राम्रो खोलिएको छैन। त्यसकारण मैले तपाईँहरूलाई यहाँको भ्यूहरू चाहिँ राम्रोसँग देखाउन पाइनँ। यहाँनिर एकदमै टिस्टाहरू देख्छ यहाँबाट खासै है। हावा एकदमै जोडको चल्दो रहेछ यहाँ भनौँ न है। त्यही हावाले गर्दाखेरि नै यहाँनिर प्याराग्लाइडिङको बिजनेस चाहिँ यहाँनिर सेटअप गर्नु नसकेको भन्ने यहाँनिर जानकारी दिनुभयो यहाँको दाजुहरूले है। किनभने मैले त बुझिनँ उहाँहरूले भन्नु खोजेको चाहिँ के हो है। हावा अपोजिट चल्छ भन्नुभयो है। हुनु त यताबाट आउँदो रहेछ है। प्याराग्लाइडिङको लागि साह्रो सुइटेबल चाहिँ भएन भन्ने कुरा गर्नुभयो है। त एनिवेज, नयाँ क्रिएटिभिटी, नयाँ सोचले नै यहाँ दार्जिलिङमा एउटा पर्यटनलाई नयाँ थप इन्टरटेनमेन्ट दिने प्रोजेक्टहरू यहाँनिर थपिँदै रहेछ है। जस्तै एटिभी हो, एटिभी चालु भएको जस्ट 2 दिन मात्रै हुँदैछ अरे है। र कहिले चाहिँ ओपन छ के भन्नु हुँदै थियो है। र एटिभीमा पनि आएर तपाईँले इन्जोय गर्नु होला। र अब चाहिँ म यहाँबाट लामाहट्टा लाग्दैछु र अब यहाँबाट उता चाहिँ अब तपाईँले लामाहट्टाको हेर्नुहोस् है त ल।